यो मान्छेको कारको ब्रेक अचानक फेल हुन्छ। उसले पनि त्यही गर्छ जो 99% मान्छेले गर्छ। उसले पनि आफ्नो गाडीको ह्यान्ड ब्रेक तान्दिन्छ, तर उसको गाडी डिसब्यालेन्स हुन्छ र उसको मृत्यु हुन्छ। अब यस्तो घटना नहुनुको लागि तपाईले के गर्नुपर्छ त? सबैभन्दा पहिले तपाईले हेडलाइट अन गर्नुपर्छ र गियर डाउन गर्नुपर्छ र तपाईको कारको स्पिड स्लो हुन्छ, जसलाई इन्जिन ब्रेकिङ सिस्टम पनि भनिन्छ। यसरी नै तपाईले ह्यान्ड ब्रेक थोरै तानेर फेरि छोड्दिनुहोस्। स्पिड कम हुने बित्तिकै फेरि गियर डाउन गरिदिनुहोस् र ब्रेक थोरै तानेर फेरि छोड्दिनुहोस्। यो तबसम्म गर्नुहोस् जबसम्म तपाई अल सेलर इम्पोर्ट एक्सपोर्ट पुग्नुहुन्छ, जहाँबाट तपाईले अलिबाबा, अली एक्सप्रेस, मेड इन चाइना जस्तो चाइनाको जुनै पनि वेबसाइट, जुनै पनि लोकेसनबाट जुनै पनि सामान नेपालमा सजिलोसँग इम्पोर्ट गर्न सक्नुहुन्छ र इम्पोर्ट गरेको सामानहरू फेसबुक, इन्स्टा, टिकटक जस्ता एपहरूमा भिडियो बनाई राम्रो मार्जिन राखेर सेल गर्न पनि सक्नुहुन्छ। र थप जानकारीको लागि हामीलाई इन्स्टाग्राम या तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला।